प्रभु येशू ख्रिस्टको नाममा जय मसीह। यहाँहरूको बिचमा म प्रार्थना र साँचो परमेश्वर, सच्चा परमेश्वर को हुनुहुन्छ भन्ने कुरालाई यहाँहरूको बिचमा म लिएर आएको छु। अनि पहिलो राजा हामी 18 मा हामी पाउँछौँ, जहाँ एलिया कर्मेल डाँडामा जहाँ चाहिँ परमेश्वरले जवाब दिनुहुन्छ एलियालाई आगोद्वारा है। अनि त्यसमा फेरि 450 र 400 अगमवक्ताहरू जो चाहिँ बाल देवका अगमवक्ताहरू, पुजारीहरू अनि असेराका पुजारीहरू थिए। अनि उनीहरूले आफ्नो देवतालाई पुकारेका थिए त्यतिखेर, अनि तर जवाफ आएको थिएन। जब एलिया अगमवक्ताले पुकार्नु भयो तब परमेश्वरले स्वर्गबाट आगो वर्षाउनु भयो र जवाब दिनुभयो। यसको मतलब हामीले के थाहा पाउन सक्छौँ? परमेश्वर जवाब दिनुहुन्छ र परमेश्वर सार्वभौमिक हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ। यसकारण हामीले यहाँबाट सिक्ने कुराहरू, पाउने कुरा भनेकै परमेश्वरले जवाब दिनुहुन्छ। उहाँ हरेक ठाउँमा उहाँको उपस्थिति छ अनि उहाँले तपाईको प्रार्थना पनि सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। यसकारण हृदयको सत्यताद्वारा उहाँको सिंहासन अघि साहससँग हामी जाउँ, किनकि परमेश्वरले हामीलाई जवाब दिनुहुन्छ।